नमस्कार सबैजनालाई। साथीहरू, आज चाहिँ म तपाईहरुलाई मेरो घरको प्लान्ट्स देखाउँछु ल। म त टाइम पाउँदिन र मम्मीले यति भए पनि प्लान्ट्सलाई स्याहारेर राख्नुहुन्छ र आज म तपाईलाई मेरो घरमा के प्लान्ट छ देखाउँदै छु। यो चाहिँ क्रोटनको भेराइटी हो। हेर्नुस् त, ग्रीन एन्ड येल्लो। क्रोटनमा धेरैवटा भेराइटी हुन्छ, मेरोमा एक दुईवटा भेराइटी छ। यो चाहिँ एग्लोनिमा ग्रीन। एग्लोनिमामा पनि धेरैवटा कलर हुन्छ, मेरोमा चाहिँ दुईटा मात्रै भेराइटी छ यसको। बेसी पानी पर्दैन यसलाई। यो चाहिँ मेरो फेभरेट जिजी प्लान्ट। यति साह्रो राम्रो हुन्छ कि यो जिजी प्लान्ट चाहिँ मलाई पुरा मन पर्छ देख्दाखेरि। अलिकति ड्राई भएको छ यसलाई। यो पनि एग्लोनिमाको भेराइटी हो। हेर्नुस् त, एग्लोनिमा हैन, यो क्रोटनको भेराइटी। अघि मैले तपाईलाई तल देखाएँ। यो क्रोटनमा यो पनि डिफ्रेन्ट छ, त्यो पनि डिफ्रेन्ट खालको छ। यहाँनिर एरिका पाम छ, पोथोस छ। पोथोस मनी प्लान्टको धेरैवटा भेराइटिजहरु छ मेरोमा। यहाँनिर यो के भन्छ, लालुपाते पनि छ। यो एउटा एन्थोरियम। एन्थोरियम हेर्नुस्, रेड कलरको कस्तो राम्रो फुलिरहेको छ। यहाँनिर रबर प्लान्टहरु छ। यहाँ डिफ्रेन्ट प्लान्टहरु छ। हेर्नुस् त, यो डेकानबेकिया पनि छ। डेकानबेकिया पनि राम्रो हुन्छ यो पनि। अझै यो मोरेर गएर भर्खर बनिँदै आउँदैछ फेरि। यो पेप्रोमिया पनि साह्रो राम्रो हुन्छ कि। यो पेप्रोमियाको प्लान्ट पनि एकदमै फर्साइलो हुन्छ। यो चाइनिज मनी प्लान्ट। एग्लोनिमा रेड छ मेरोमा। यो अम्ब्रेला प्लान्ट हो। यहाँ पनि छ एग्लोनिमाको भेराइटी। सयपत्री फुल पनि फुल्दै रहेछ। यो मनी प्लान्ट पोथोसको भेराइटीमा छ। यहाँनिर चाहिँ ह्याङ्गिङ प्लान्टहरुमा स्ट्रिङ अफ हार्ट्स भन्छ, यो स्ट्रिङ्स अफ बनाना। यहाँनिर बगनभेली छ। यो चाहिँ पिङ्क कलरको बगनभेली छ मेरोमा। यो जिजी प्लान्ट हेर्नुस् न, यहाँ चाहिँ साह्रो राम्रो फक्रेर आएको छ। कलिलो हरियो प्लान्टहरु पनि आउँदैछ। यहाँ पनि पर्पल कलरको मेरोमा बगनभेली छ। यो इन्च ज्यू छ। यो पनि फुल्दा ह्याङ्गिङ प्लान्ट साह्रो राम्रो देख्छ। यो छ पोर्क्लियन। यहाँ पनि छ मेरो जिजी प्लान्ट। जिजी प्लान्ट चाहिँ साह्रो राम्रो हुन्छ कि। यसलाई बेसी स्याहार्नु पनि पर्दैन, बेसी पानी पनि चाहिँदैन। स्नेक प्लान्ट, यो सेन्सेभेरियामा त धेरैवटा भेराइटी हुन्छ। स्नेक प्लान्टलाई पनि बेसी स्याहार पर्दैन कि, मजाले हुन्छ। यो स्टार प्लान्ट छ। यो स्नेक प्लान्टै हो। भर्खर सप्रिँदै आउँदैछ यो प्लान्टहरु चाहिँ। यो चाहिँ व्हाइट लिली हो। व्हाइट लिली चाहिँ पीस लिली, तपाईलाई याद छ है। व्हाइट लिली चाहिँ अक्सिजनहरु मैले प्रोभाइड गर्छ, घरभित्र राख्नु पोजिटिभिटी आउँछ भन्छ। र यो राख्नु चाहिँ एकदमै शुभ। बिहान बिहान उठेर यसको दर्शन गर्नु अरे। यो स्पाइडर प्लान्ट छ। यो पनि देख्दा राम्रो देख्छ। यहाँ पनि मेरो एन्थोरियम पिङ्क कलरमा छ। यो चाहिँ पिङ्क कलरको एन्थोरियम मन पर्छ मलाई। एन्थोरियम पुरा मन पर्छ। यो सप्रिनु पुरा टाइम लाग्छ, तर मजाले हुन्छ भएपछि। यहाँ पनि स्नेक प्लान्टहरु भर्खर हुँदैछ यो। यहाँ आएर चाहिँ अब यो सङ्ग्स अफ इन्डिया भन्छ। यो चाहिँ यहाँ पनि पीस लिली हुँदैछ मेरो। यसलाई अलिकति सुकेछ, एउटा प्लान्ट निकाल्दिउँ। यहाँ यो सिङ्गोनिया। यो सिङ्गोनिया पनि सानो छ भने साह्रो बेसी फैलिन्छ क्या। यसलाई बेसी स्याहार पर्दैन। अलिक पहेँलो भएछ, पत्ताहरु निकाल्ने बेला भएछ यसको पनि। यहाँ पनि छ एग्लोनिमा ग्रीन। यो पनि बेसी फैलिन्छ कि, एउटा छ भने धेरैवटा बनिहाल्छ। यो चाइनिज मनी प्लान्ट पनि राम्रो हुन्छ। यो स्पाइडर प्लान्ट भयो। यो हेर्नुस् न, चाइनिज मनी प्लान्टमा नि यसको कलर मन पर्छ, साइनिङ हुन्छ कि यो मजाले। अलिकति मै फैलिहाल्छ यो पनि। स्पाइडर प्लान्ट यो भर्खर रोपेको, अलिक ढल्केछ। यहाँ छ मेरो यो पनि सङ्ग्स अफ इन्डिया हो। सङ्ग्स अफ इन्डिया पनि मजाले राम्रो, अझै माथि हुँदै गयो राम्रो हुन्छ। तपाईहरुलाई याद भएकै कुरा हो। यो प्लान्टहरु त सबैले रोप्छ। एग्लोनिमा ग्रीन चाहिँ मेरोमा पुरा छ है। यहाँनिर सेन्सेभेरियाको एउटा भेराइटी हो यो। यो चाहिँ जेट प्लान्ट हो। यसलाई चाहिँ ओबाटा कोलेसियम पनि भन्छ। यो व्हाइट लिली नै हो। यो पीस लिली फुल्नु आँटेको छ मेरोमा। यो पनि वाटरमेलन प्लान्ट हो कि। यो पनि मलाई पुरा मन पर्छ, मजाको लाग्छ। यसको पत्ता चाहिँ ट्याप भाँचिने खालको हुन्छ यो। यो कलन्चोको भेराइटी हो। यो पिङ्क कि येल्लो फुल्छ होला हौ। हेर्नुस् न, यहाँ मेरो टेबल कामिनी कस्तो राम्रो थियो। यो चाहिँ मरेछ हौ, अब नयाँ ल्याएर राख्ने बेला भयो। यो छ स्टार प्लान्ट। बाहिरबाट पर्पल, भित्रबाट ग्रीन देख्छ। यो राम्रो देख्छ। यो जब मजाले फक्रेर गएपछि साह्रै राम्रो देख्ने हो। यो पनि एउटा सेन्सेभेरिया स्नेक प्लान्टकै आइटम भेराइटी हो। यो साइडबाट मजाले आउँदैछ। हेर्नुस् न, एक बिचको मात्रै थियो, फैलिँदैछ। यहाँ मेरो एरिका पाम छ, कलन्चो छ।
यहाँ अम्बकको रुखहरू पनि फल्दै चाहिँ यहाँनिर सानो मम्मीले रोप्नु भएको रहेछ। यहाँ डल्ले खोर्सानीहरू, यो सदाबहार प्लान्ट, यहाँ पनि मेरो एन्थोरियमहरू छ। यो सदाबहार प्लान्ट मैले अस्ति यसको भिडियो पनि तपाईँहरूलाई बनाएको थिएँ। मजाले भएको छ हेर्नुहोस्, सदाबहारै हुन्छ यसको प्लान्ट चाहिँ, मजाले बनिन्छ। यो चाहिँ छिट्टै फैलिने खालको प्लान्ट हो। सयपत्रीहरू पनि आउँदै रहेछ सानो सानो। यो प्लान्टको नाम चाहिँ मैले बिर्सेँ के पो थियो। यसलाई चाहिँ रक्सी खाने मान्छेहरूसम्म चाहिँ यो प्लान्टले रक्सी छुराउँछ अरे भनेको पनि सुनेको थिएँ। यहाँनिर छ सिङ्गोनियाको भेराइटिज। जेट प्लान्ट पनि छ। मलाई चाहिँ जेट प्लान्ट मेरो निकै फैलिँदैछ, मलाई मनपर्छ यो जेट प्लान्टको, साह्रै राम्रो लाग्छ। जेट प्लान्टमा यहाँ पनि मेरो सानो जेट प्लान्ट मजाले आउँदैछ। यसलाई चाहिँ म पुरा फैलाउने विचार छ। यहाँ यो पनि एउटा जेट प्लान्टकै भेराइटिज हो। माथि यो ओबाटा कोलेसियम कि ओबाटा गोलियम भन्छ होला हौ यसलाई चाहिँ, यसको यो साइन्टिफिक नेम चाहिँ। र यो प्लान्ट पनि रक्सी छुराउनुको लागि चाहिँ मान्छेलाई खुवाउँदा हुन्छ अरे। यो ब्याम्बो प्लान्ट छ। यो साह्रै लक्की प्लान्ट हो। यो चाहिँ मैले रुमभित्र नै राखेको छु। फक्रिँदाखेरि साह्रो राम्रो देख्छ, यसले अक्सिजन पनि दिन्छ है। ब्याम्बो हेर्नुहोस् त मजाले आउँछ यो ब्याम्बो प्लान्ट। स्पाइडर प्लान्ट पनि फेरि छ। यहाँनिर सेन्सेभिरियाको धेरैवटा भेराइटिज छ मेरोमा, यो पनि हेर्नु सक्नुहुँदैछ। यो स्टार प्लान्टै हो, यो एलोभेरा हो। यो चाहिँ मेरो फेरि लास्टमा ब्याम्बो प्लान्ट छ। यति नै हो मेरो प्लान्ट कलेक्सन चाहिँ अहिले चाहिँ।